आज हामी जावास्क्रिप्टमा फर इन लुपको बारेमा हेर्दैछौँ। त्यसपछि आज हामीले जेसनको बारेमा पनि हेर्छौँ। सो लेट्स स्टार्ट द क्लास। सुरुमा मसँग एउटा अब्जेक्ट छ, त्यो अब्जेक्टको नाम पर्सन हो। अब मैले यसमा फर इन लुप कसरी युज गर्छु लेट्स सी। सो त्यसको लागि एकदमै सजिलो छ। फर्स्टमा मैले फर भनेर लेख्छु, त्यसपछि ब्राकेट, त्यसपछि लेट, त्यसपछि हामीले जेनरली की भनेर लेख्छौँ, त्यसपछि इन भनेर लेख्ने, त्यसपछि अब्जेक्टको नाम लेख्ने, त्यो हो पर्सन, त्यसपछि एउटा मिडल ब्राकेट, त्यसपछि मलाई के प्रिन्ट गर्नु छ मैले त्यो लेख्छु। जस्तै मलाई किजहरू प्रिन्ट गर्नु छ भने मैले त्यसलाई प्रिन्ट गर्छु। सो मैले यहाँ की भनेर लेख्छु, त्यसपछि हाम्रो यो कीहरू प्रिन्ट हुन्छ। एकचोटि यहाँ प्रिन्ट गरेर हेरौँ। सो हेर्दाखेरि यहाँ नेम, एज, कन्ट्री हाम्रो प्रिन्ट भइसक्यो है। सो यो कोड कसरी चल्छ एकचोटि हेरौँ है। सो यो लुपमा चाहिँ के हुन्छ भन्दा लेट की इन पर्सन भन्नुको मतलब चाहिँ यो की भनेको चाहिँ यो जुन की भ्यालु छ नि, त्यसमा हाम्रो की मात्रै लिन्छ यसले। नेम भनेको के हो, एज भनेको के हो, कन्ट्री भनेको के हो, त्यो तीनटालाई मात्रै लिन्छ यसले। अनि त्यसपछि लिँदाखेरि चाहिँ यसले पाले पालो लिन्छ। फर्स्टमा यसले नेमलाई लिन्छ, प्रिन्ट गर्छ, फेरि एजलाई लिन्छ, प्रिन्ट गर्छ, फेरि कन्ट्रीलाई लिन्छ, प्रिन्ट गर्छ। सो यो पाले पालो हुन्छ र हामीले अघि न हाम्रो प्रिन्ट देखाएको थियौँ। अब मलाई यो राम 25 र नेपाल पनि चाहिन्छ भने मैले कसरी प्रिन्ट गर्छु त्यसको लागि एकदमै सजिलो छ। मैले यो कीलाई हटाउँछु, त्यसपछि मैले लेख्छु पर्सन, त्यसपछि एउटा मैले ब्राकेट दिन्छु। पर्सन भनेको चाहिँ हाम्रो अब्जेक्टको नाम, त्यसपछि ब्राकेट दिएर मैले की लेखेँ भने त्यसको भ्यालुको फर्मुला हो यो, त्यसैले त्यसको भ्यालु आउँछ यसबाट। सो मैले रन गर्दाखेरि राम 25 नेपाल भ्यालु पनि देखायो। अब एकैचोटि देखाउनु पऱ्यो भने के गर्ने, एकैचोटि देखाउनु पऱ्यो भने म यहाँ कमा राख्छु, त्यसपछि की भनेर लेख्छु। यो फर्स्टको चाहिँ की हो, यो सेकेन्डको चाहिँ भ्यालु हो। सो एकचोटि यसलाई पनि हेरौँ प्रिन्ट गरेर। सो हेर्दाखेरि हाम्रो नेम राम देखायो, एज 25 देखायो, कन्ट्री नेपाल देखायो। ओके, अब यसपछि हामीलाई कहिलेकाहीँ चाहिँ फर इन लुपको युज नगरिकन की अनि यो भ्यालु निकाल्न मन लाग्यो भने हामीले कसरी निकाल्न सक्छौँ सो त्यसको बारेमा हामी हेर्छौँ। सो त्यसको लागि एकदमै सजिलो छ। मैले पहिला यसलाई कमेन्ट आउट मात्र गरे भए पनि हुन्थ्यो है। सो मैले यसलाई कमेन्ट आउट गरेँ। सो गरिसकेपछि अब म त्यही पर्सनकै निकाल्छु है। सो म यहाँ फर्स्टमा कन्सोल लग भनेर लेख्छु किनभने मलाई प्रिन्ट गर्नु छ। त्यसपछि मैले क्यापिटल अब्जेक्ट भनेर लेख्छु। क्यापिटल अब्जेक्ट मतलब अब्जेक्टको ओ चाहिँ क्यापिटल हुनुपर्छ। अनि डट मैले लेख्छु किज, मलाई की निकाल्न मन छ त्यसैले। अनि त्यसपछि ब्राकेटभित्र चाहिँ मैले अब्जेक्टको नाम लेख्छु। अब्जेक्टको नाम हाम्रो पर्सन छ है त। सो मैले त्यो लेखेँ। लेखिसकेपछि अब यसलाई प्रिन्ट गरेर हेरौँ। प्रिन्ट गरेर हेर्दाखेरि नेम, एज, कन्ट्री हाम्रो तिनटै किजहरू चाहिँ आयो। अब मलाई की होइन भ्यालु चाहियो भने मैले के गर्छु सो त्यसको लागि पनि एकदम सजिलो छ। यो किजको सट्टामा बस भ्यालुज लेख्यो भने भ्यालुज पनि आउँछ। सो एकचोटि हामीले यहाँ हेर्न सक्छौँ प्रिन्ट गरेर। सो हेर्दाखेरि राम 25 नेपाल भ्यालुज पनि आयो। सो भ्यालुज आइसकेपछि कहिलेकाहीँ चाहिँ दुइटै एकैचोटि चाहियो भने हामीले के गर्छौँ त्यो पनि हामीले गर्न मिल्छ। त्यसको लागि चाहिँ हामीले इन्ट्रिज भनेर लेख्नुपर्ने हुन्छ। सो इन्ट्रिज भनेर मैले लेखेँ, त्यसपछि मैले यसलाई रन गरेँ। सो रन गरिसकेपछि हाम्रो नेम राम, एज 25, कन्ट्री नेपाल पनि आयो। सो यसरी चाहिँ हामीले छुट्टा छुट्टै की, भ्यालु अनि टोटल इन्ट्रिजलाई पनि निकाल्न मिल्छ। र धेरै जसो यो माथिको भन्दा चाहिँ यो तलको केस चाहिँ युज गर्छन् मान्छेहरूले मोडर्न जावास्क्रिप्टमा है। दिस इज मोर युज्ड, यो धेरै युज हुन्छ। ओके, यसपछि अब हामीले हेर्दैछौँ जेसनको बारेमा। सो जेसनको बारेमा म अहिले एकदमै एडभान्स जाँदिनँ, म एकदमै सिम्पल जान्छु। सो जेसन भनेको चाहिँ के हो भन्दा जावास्क्रिप्ट अब्जेक्ट नोटेसन हो। यो भनेको चाहिँ खासमा जावास्क्रिप्टको मात्रै होइन, यो सबैलाई काम लाग्छ। पाइथन, C++, जावा धेरै प्रोग्रामिङ ल्याङ्ग्वेजहरूमा चाहिँ यो जेसन भन्ने कुरा युज हुन्छ। अनि यो जेसनलाई किन जावास्क्रिप्ट अब्जेक्ट नोटेसन भनिएको भन्दा यसको नोटेसन चाहिँ जावास्क्रिप्टको हाम्रो यो अब्जेक्ट जस्तै अलिअलि मिल्ने रहेछ भनेर चाहिँ भनेको हो। त्यसको नाम मात्र राखेको है। खासमा जेसन भनेको चाहिँ अर्कै कुरा। अनि यो जेसन चाहिँ किन युज हुन्छ त भन्दा हामीले यो डेटाहरूलाई स्टोर गर्नुपर्ने हुन्छ अनि एक्सचेन्ज गर्नुपर्ने हुन्छ एक ठाउँबाट अर्को ठाउँमा। त्यतिखेर चाहिँ हामीले जस्तै यो अब जावास्क्रिप्टको अब्जेक्टमा स्टोर गर्यो भन्दा त्यो अब्जेक्ट त जावास्क्रिप्ट मात्रै चल्छ, अरूमा चल्दैन। तर जेसनमा स्टोर गर्यो भने त्यो जेसन चाहिँ सबैमा चल्छ। पाइथनमा पनि चल्छ, सीमा पनि चल्छ, C++ सबैमा चल्छ है। त्यसैले गर्दाखेरि जेसनको हामीले युज गर्छौँ है। जेसनको त्यो एउटा मेन युज भयो। सो हाम्रो यो जावास्क्रिप्टको अब्जेक्टलाई जेसनमा कसरी कन्भर्ट गर्ने त त्यो हामी सिकौँ है त फर्स्टमा। सो मसँग पर्सन भन्ने अब्जेक्ट छ, अब यसलाई म कन्भर्ट गर्छु। सो त्यसको लागि मैले एउटा नाम लेख्नुपर्छ, कन्स्ट भनेर है, कन्स्ट। अनि त्यसपछि त्यसको नाम पर्सन छ, पर्सन अनि जेसन भनेर म लेख्छु। त्यसपछि फर्स्टमा क्यापिटल जेसन डट स्ट्रिङ्गिफाई भनेर लेख्छु। त्यसपछि त्यसभित्र मलाई केलाई कन्भर्ट गर्न मन लागेको छ, मलाई पर्सनलाई कन्भर्ट गर्न मन लागेको छ, त्यसैले मैले पर्सन भनेर लेखेँ।
अब लेखिसकेपछि हाम्रो यो कन्भर्ट हुनुपर्छ सो यसलाई म कन्सोल लग पनि गर्छु कन्सोल लग गर्दाखेरि त्यसको नाम हो पर्सन जेसन सो त्यसैले अब यसलाई हेरौँ एकचोटि के आउँदो रहेछ सो फाइनली हामीले यहाँ जेसनलाई देख्न सक्छौँ अनि जेसनलाई चिन्ने तरिका चाहिँ के हो भन्दा जाभास्क्रिप्टमा चाहिँ यहाँ नेम एज कन्ट्री जुन यो की हुन्छ त्यसमा चाहिँ यो कोड हुँदैन यसमा चाहिँ कोड पनि छ नेम पनि डबल कोड भित्र बसेको छ एज पनि डबल कोड भित्र बसेको छ कन्ट्री पनि डबल कोड भित्र बसेको छ अनि यो चाहिँ वास्तवमा पुरै एउटा सिंगल स्ट्रिङ हो क्या खासमा यो हामीले हेर्दा चाहिँ अब्जेक्ट जस्तो लागिरहेछ बट इट इज नट अब्जेक्ट यो पुरै एउटा स्ट्रिङ हो र डेटालाई स्टोर गर्ने सेभ गर्ने सबभन्दा सजिलो तरिका चाहिँ यो हाम्रो जेसन हो सो यो म्याक्सिमम हाम्रो युज हुन्छ है अब त्यसपछि हामीले जेसनमा त कन्भर्ट गर्न सिक्यौँ अब त्यसको उल्टो पनि गर्न सिक्यौँ न त जेसनलाई हामीले अब फेरि जाभास्क्रिप्टमा कसरी कन्भर्ट गर्ने जाभास्क्रिप्ट नोटेसनमा सो त्यो पनि गरौँ जस्तै मसँग यो अलरेडी जेसन छ पर्सन जेसन भनेको जेसन हो अब त्यसलाई कन्भर्ट गरेर हेरौँ सो त्यसको लागि मैले कन्स्ट भनेर लेख्छु कन्स्ट भनेर लेखिसकेपछि अब म त्यसलाई पर्सन त पहिलेदेखि नाम छ पर्सन न्यू भनेर बनाइदिउँ न है पर्सन न्यू भनेर बनाइदिउँ यो अब हाम्रो बन्ने जेसन सरी जेसन होइन जाभास्क्रिप्ट अब्जेक्ट अब चाहिँ है अब चाहिँ अब्जेक्ट बन्छ है हाम्रो सो अघिको जस्तै जेसन भनेर लेख्ने हो डट अब चाहिँ पार्स भनेर लेख्ने अघि नै भन्दा ठ्याक्क उल्टो सो मलाई केलाई कन्भर्ट गर्न मन छ यो पर्सन जेसन भनेको जेसन हो त्यसलाई कन्भर्ट गर्न मन छ सो मैले लेखेँ पर्सन जेसन है सो त्यति गरिसकेपछि हाम्रो यो कन्भर्ट हुन्छ अनि एकचोटि यसलाई कन्सोल लग गरेर हेरौँ सो पर्सन न्यू हो अहिलेको यो हाम्रो यसको नाम त्यसैले मैले यसलाई प्रिन्ट गर्छु सो प्रिन्ट गर्दाखेरि हामीले यहाँ हेर्न सक्छौँ यी माथिपट्टि जेसन छ तलपट्टि जाभास्क्रिप्ट अब्जेक्ट मात्रै छ त्यसैले गर्दा हामीले यसरी कन्भर्ट गर्न सक्छौँ र यो मेन हाम्रो युज हुने पछि प्रोजेक्टमा युज हुने कुरा भनेको चाहिँ के हो भन्दा जाभास्क्रिप्टको अब्जेक्टलाई जेसनमा कन्भर्ट गर्ने फेरि जेसनलाई जाभास्क्रिप्टको अब्जेक्टमा कन्भर्ट गर्ने यो दुईटा चाहिँ एकदमै युजफुल हामीलाई काम हो त्यसैले हामीले यो दुईटा मात्रै हेर्छौँ अहिले जेसनमा है पछि जेसनको बारेमा डिटेलमा चाहिँ हामी पछि हेर्छौँ जब हामीले प्रोजेक्ट्सहरू गर्छौँ त्यतिखेर हामीले एडभान्स कामहरू पनि गर्छौँ तर अहिलेको लागि यो दुईटा सिक्नु भनेको एकदमै ठुलो कुरा हो यो स्ट्रिङ्गिफाई र पार्स सिक्नु भनेको एकदमै इम्पोर्टेन्ट कुरा हो सो आजको लागि क्लास यति नै भयो हस् धन्यवाद नमस्ते